आइपुगे जस्तो छ साले आज त व्यापकै लाग्यो नि रक्सी हो नि कहाँ यो बुढी चाहिँ कहाँ मरेछ भने ओ बुढी कति बुढी बुढी होइन को हो तपाईँ कहाँ आउनुभएको ए कहाँ छ यहाँ तपाईँको बुढी यो तपाईँको घर होइन त धेरै नकरा फेरि रक्सी खाएर आज पनि ब्याउलिस् आफ्नै बुढोलाई चिन्दिन भन्छस् होइन झुक्किनु भयो हो दाइ यो तपाईँको घर होइन तपाईँको बुढी होइन यहाँ के भन्छ बेकारमा हेर रक्सीले ठाडो हुन नसक्ने हुनुभएको छ कहाँबाट आउनुभएको यो तपाईँको घर होइन किन मेरो घर यो मेरै घर र यो घर कस्तो रहेन भन्छ यार ए दाइ तपाईँ रक्सीले झुलीमै हुनुभएको छ यो तपाईँको घर होइन यो मेरो दिदीको घर हो बढ्ता कुरा नगर मैले रक्सी आज भनेर तैँले मलाई दिने गऱ्यो लिस होइन कहाँबाट यहाँ जडिया मसँग भिड्नु आइपुग्यो फेरि तपाईँको घर होइन के यो तँले कसलाई जडिया भने तपाईँ खुक्कन जानु त यहाँबाट यो तपाईँको घर होइन भनेको बुझ्नु भएन मेरा बाउले मलाई छोडेर गएको घर हो यो तैँले मेरो घर होइन भन्नु त मेरो बुढी होस् होइन कस्तो जडिया काहीँ नभएको रहेछ भने यो तपाईँको घर होइन कि दाइ जे पाइ नगर्नु त जाँड खाएर यो तपाईँको घर होइन भनेपछि त बुझ्नु नि यही बेला यो दिदी पनि कहाँ जानुभएको होला ए दाइ सुन्नु भएन उठ्नु त यो तपाईँको घर होइन भने सुन्नु भएन मेरै घर तेरा बाबुको घर हो यो होइन यो मान्छेले त न्युै खोजेको है क्या हो तेरा बाबुको घर रक्सी खाएर डुङडुङ गनाएर आएको छ पिसाब पनि त्यहाँ फुस्काएर मरिसक्यो त्यहाँ जम्मै हिलो भइसक्यो तपाईँ छिटो जानु त पिसाबेर नि रक्सी पुग्यो होला रक्सी खाएर यो दिदी नि कहाँ जानुभयो होला के फोन पनि लाग्दैन ओए बुढी यस्तो बेला अहिले भिना जाउनु भयो नि फेरि गाली गर्नुहुन्छ छिटो खुर्कन जानु त न्यु खोजेको बस्न बुढी बस यो त हात पो लगाउँदो रहेछ हो जाने कि म सबैले चिताएर बोलाइदिउँ रिस उठाउँछ भाइ कहाँबाट जाँड खाएर आफ्नो घर पनि नचिने कस्तो जोडिया होला काहीँ नभएको छ यो घर मेरो बाउले मेरो नाममा गरिदिएछन् लालपुर जाने मेरो यो त कता थियो यो तपाईँको घर होइन तपाईँ खुर्कन उठेर जाने कि नजाने तपाईँ उठेर जाने कि म मान्छे बोलाऊँ ओए एक्लै छोरी मान्छे भाटमा आएर तपाईँ ल्याङल्याङ गरेर हो त्यो तँ निस्कि त मेरो घरबाट तँ निस्किहाल्न जा त खुर्कन जाने कि नजाने कस्तो काहीँ नभएको जोडिया रहेछ निस्किन मेरो घरबाट तँ निस्कि त बाहिर जा गइहाल अहिले भिनाजा आइपुग्यो भने गाली गर्नुहुन्छ यही बेला दिदी नि घर हुनुहुन्न पाहुना लाग्न आएको उल्टै फसाउला जस्तो छ यो जडियाले जाने कि म कराउँ गाउँलेलाई छिटो गइहाल्नु त यहाँबाट जानु भने सुन्नु भएन जानु तपाईँ घर कहाँ हो त्यहाँ जानु रिस उठ्ने खानु जानेपछि आफ्नो घरको चिन्न जानु फेरि न्युन गए म फाइन के हानिदिन्छु यस्तो फेरि त्यो मान्छे म मार फालिदिन्छु अहिले पुरो यस्तो नहुने उस्तो नहुने जानु आफ्नो बुढोलाई घर निकाल्न खोज्छस् तपाईँ कसको बुढो तेरो बुढो नि कसको बुढो हुन्छ अहिले झ्याममा हानिदिन्छु भने थाहा हुन्छ अहिले चिन्ने नचिनेको मान्छे बुढो बुढो भन्दै आउनुहुन्छ को हो तपाईँ खाएपछि आफ्नो घर कुन हो आफ्नो बुढी कुन हो चिन्न पनि नचाने किन धोकेको के कस्तो खालको मान्छे आफ्नो घर यो भट्टी पसल राख्ने मान्छे नि अचम्म छ यस्तो आफ्नो घरै नचिन्ने गरेर त किन खुवाउनु पर्यो होला नि मेरै घर हो तेरो बाबुको घर हो नि जान्छ गालामा पड्काइदिउँ म जाने कि नजाने यहाँ हल्ला गरेर बस्नु होइन नि फेरि खुर्कन उठेछ काहीँ नभएको आफ्नो घर कहाँ हो आफ्नो बाटो कुन हो त्यो पनि थाहा नहुने मान्छे के साह्रो घिचेको हेर छिटो गइहाल त म त सोध्छु छिटो गइहाल्नु नि सुनेन भनेको छिटो उठेर गइहाल्नु त छिटो उठेर गइहाल्नु त
ओए अहिले अहिले दिदी भिनाज आयो भने के भन्ला यो को मान्छे हो यहाँ आएर लम्पतार पर्ने छ तँले मलाई किन हातले भन्छ छुट जान्न जाने तँले मलाई किन हातले अहिले म चिचाइदिन्छु नि गाउँले सबै बोलाइदिन्छु नि फेरि हेर पादिएर मरे गनाए यस्तो साके जुधेर बसेर न हे मायालु तिम्रो गाउँ कता छ भनेर चलेको बतास मायालु छिटो जानु है त्यहाँ बाहिर बसेर कराएर नि हेर्नु अहिले फेरि मायालु कति हाँस्नु के आयो मरे म त तँले मलाई किन भन्दा दिदी कहाँ गयो होला फोन पनि लाग्दैन फेरि कस्तो गना बनायो मैले मासु खाएको थियो यो पिस कहाँ गएछ मासु झऱ्यो कहाँ गएछ गना आयो म दिला भनिदिन्छु हात हाल्छ यहाँ बाहिर बाहिर आ बुढी गाउँलेलाई बुढी कति हाँस्नु के आयो मरे म त त बाहिर नभने अब म भित्रै नै आउँछु आए बुढी ढुवा खोल आयो बुढी बुढी म अहिले सबैलाई बोलाइदिन्छु नि फेरि त खुर्कन जान्छ सुन्न म तेरै पोइ हो कि चिन्नुहोस् न बाजे मेरो पोइ हो मेरो बिहे नै भएन कहाँबाट मेरो पोइ हुन्छ त खुर्कन कस्तो कुरा गर्छ ढुवाकोल खोल्दिन म जा अहिले फेरि म चिचाइदिन्छु नि ढोकाको बुढी ढुवाकोल त कहाँबाट मरेला यो हेलो हेलो सुन्नु न ढुवाको होइन जाँड खाएको होइन